हाई एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। तपाईहरुलाई थम्बनेल हेरेर त यो भ्लग के को भनेर थाहा भइहाल्यो होला। सो आज चाहिँ मम्मी हस्पिटल जानुभएको थियो हेल्थ पोस्ट। त्यहाँनेरि नर्मल चेकअपको लागि जानुभएको थियो, तर त्यहाँनेरि खोकी लागेर एकदमै प्यानिक हुनुभएछ मम्मी। खोकी चाहिँ अगाडिबाट नै लागिरहेको थियो, तर एकदमै खोक्दा एकदमै बढी खोकी लागेर प्यानिक नै हुनुभएछ क्या मम्मी त। त्यो भएर गाह्रो भएर बेहोसै हुनुभएछ भनौँ न। केही थाहा नै पाउनु भएन, चाहिँ ड्याङ्गै लड्नु भएछ क्या, सास नै रोकिए जस्तो भएर। अनि हतार इमर्जेन्सी लानुभयो। डाक्टरले अलिकति छातीमा इन्फेक्सन छ अनि युरिनमा अनि भनेर भन्नुभयो, तर ओभरअल सबै ठिकै छ, 1 हप्ताको दबाई लेखिदिन्छु भन्नुभयो। अनि हुन्छ भनेर अनि मम्मी पनि सन्चो हुनुभयो। अलिकति खाना बनाएर लगिदिएको थिएँ अनि खाना खानुभयो। म चाहिँ गएको थिइनँ, भाइ र मेरो हस्बेन्ड लिएर जानुभएको थियो हस्पिटल। अनि हामी चाहिँ पछिबाट इमर्जेन्सीमा राखेपछि चाहिँ गएको हो म चाहिँ। अनि बुनु चाहिँ ड्युटी जानुभएको थियो अनि त्यतैबाट जानुभएको। म चाहिँ खानासाना बनाएर अनि मम्मीलाई लिएर गएको थिएँ। अनि सन्चै छ भनेपछि क्यानोलाहरू पनि निकालिदिनु भयो। अनि त्यसपछि हामी घर आयौँ। घर आएर मम्मीले अलिकति खाना खानुभयो अनि दिउँसो रेस्ट गरेपछि राति त एकदमै फेरि मम्मीलाई साह्रो भयो। अनि त्यो भएर हामीले बिहान चाहिँ हेल्थ पोस्ट लगेको थियौँ। अनि त्यहीँबाट राम्रो छ भनेकोले हामी आएको थियौँ। अनि बेलुका त एकदमै साह्रो भयो नि त। अनि हामी त सबैजना आत्यौँ। अब मम्मीलाई कहिले यस्तो हस्पिटल राख्ने गरी बिरामी नै हुनुभएको, तर हस्पिटल लग्यौँ, कन्काई हस्पिटल। अनि मम्मीलाई लगाइदियो क्यानोलाबाट। अनि त्यहाँबाट मम्मी सन्चो हुनुभयो। अनि त्यतिखेर नै 2 घन्टापछि मम्मी घर फर्किहाल्नुभयो। त्यो दिन त अलिक सन्चो भयो। अनि बिहानभरि यो हर्बल टीहरू बनाएर खुवायौँ, तर फेरि राति एकदमै गाह्रो भयो। त्यस्तै बमिट अनि बढी खोकी लाग्ने, अनि खोकी लागेपछि बमिट भइहाल्ने क्या। अनि त्यो भएर एकदमै गाह्रो भइसकेपछि चाहिँ अनि फेरि होइन हामी घरमा नराख्ने हस्पिटलै लाने अरे बिएनसी लग्यौँ। भाइ बुनु अनि मेरो हस्बेन्ड भएर राति लिएर आउनुभयो। हामी चाहिँ डेडी र म चाहिँ आइनौँ राति, नानीसँग अलिक गाह्रो हुन्छ भनेर। हामी चाहिँ मम्मीलाई भेट्न आएको, सो वेटिङमा छौँ अहिले चाहिँ। मम्मीलाई चाहिँ हिजो राति ल्याएको अनि यहाँ बिएनसीमा ल्याएको थियौँ। अनि यहाँ 2nd फ्लोरमा मेडिसिन वार्डमा राखेको छ मम्मीलाई चाहिँ। एकछिन भेटेर गफ गर्नु हुँदै थियो, एक्कासी मम्मीलाई गाह्रो भयो। अनि फेरि बाफ लगाइदिनु भयो यहाँनिर। दिदीहरू पनि आउनुभएको थियो मम्मीलाई हेर्न। गफ गर्नु नै हुँदैन क्या, बोल्नु नै हुँदैन, खोकी लागेको लागे हुन्छ। मम्मीको टेस्ट गर्दाखेरि मम्मीलाई चाहिँ छातीमा इन्फेक्सन देखाएको थियो। सो इन्फेक्सन चाहिँ केमा भएको छ भनेर हेर्नलाई चाहिँ सिटी स्क्यान गर्न लाउनु भएको थियो। सो अहिले चाहिँ सिटी स्क्यान गर्न लगेको हामीले। अनि त्यो एक्सराहरूमा पनि देखिँदैन अरे नि त कहिलेकाहीँ, अनि सिटी स्क्यानै गर्नुपर्छ भनेर भन्नुभयो। त्यो भएर अब सिटी स्क्यान गराएर हेर्ने भनेर अनि लगेको चाहिँ मम्मीलाई भित्र सिटी स्क्यानको लागि लगिरहनु भएको छ। अहिले चाहिँ सिटी स्क्यान पनि गरिसक्नु भयो। अनि मम्मीलाई चाहिँ अब बाहिर लिएर लुगा लाएर फर्किने अब हामी। तर मम्मीलाई बुनु हाल्नु न कति राम्रो देखेको छ नि। त्यो पनि उडाइदिनु गएको मामी। अब हामी कस्तो ल्याइदिनु अरे डेडी, कस्तो भन्नु न। के को मासु डेडी? सुँगुरको चाहिँ? सुँगुर चिसो हो त। भैँसी त अनि उयो त खानु मनाइ छ त खसी।
यो भिडियो चाहिँ अब मम्मीलाई बिरामी भनेर थाहा नपाउनु हुनेहरूलाई पनि अब यो भिडियो हेरेर थाहा भइहाल्छ। सो सबैजनाले गेट वेल सुन भनेर मम्मीलाई छिटो निको हुनु भनेर विश गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।